गाइजहरू आज चाहिँ मेरो बिजोग हालत भएको छ। सिल कटेर मेसिनको ट्र्याक सिल कटेर यस्तो हालत भएको छ। यसरी ग्रिज फालेको छ र मेसिनको हालत यस्तो भएको छ। हामी चाहिँ ड्युटी क्रममा एकदमै ढुङ्गा फुटाइरहेका थियौँ। एक्कासी अचानक फेरि आज चेनले दुःख दिएको छ। यता आइलरबाट नि आउट भइसकेको छ र मेरो 3-4वटा रोला पनि फेर्नु पर्ने भएको छ। चेनको मेन्टेनेन्स चाहिँ गर्नै पर्ने थियो। मेसिन चाहिँ ग्यारेज जाने नै हो यो साइड सकेपछि, तर चाहिँ यहाँको काम नसकिकन नजाउँ भन्ने कुराले गर्न आएको काम छोडेर जाने कुरा पनि त भएन भनेर हामी निरन्तर काममै छौँ। तर आज चाहिँ फेरि पनि मेरो ट्र्याकको सिल कटेर फेरि दुःख दिएको छ मेसिनले। एकदमै दुःख पाइराखेका छौँ। मेसिन पनि पुरानो भयो। मेन्टेनेन्स त गर्नै पर्ने नै थियो। हामीले चाहिँ अलिकति टाइमिङको अभावले गर्दाखेरि चाहिँ टाइम चाहिँ यताको साइड सकाएपछि नै लगत्तै ग्यारेज हाल्ने भन्ने प्लानिङ चाहिँ हाम्रो हो। हामी 1 हप्ताको लागि भनेर आएको, तर 1 महिना भइसक्यो यो साइडमा आएको। तर पनि अझै काम 8-10 दिनको काम बाँकी रहेको कारणले गर्दाखेरि एकदम चाहिँ अप्ठ्यारोमा परिरहेका छौँ। मेसिनले घरि के भएर दुःख त दिइहाल्छ नै, मेसिनरी चिजहरू हो। यस्तै कटिरहेछ हाम्रो दिनहरू। हजुरहरूको कसरी कट्याछ कमेन्ट है गाइज।